हेलो गाइस, ल फाइनली हामी त जिङ्ला आइपुग्यो। टक्क यहाँ बाइक राख्यौँ सर र हाम्रो, अनि सरहरू चाहिँ भित्र छिरिसक्नु भएको छ। अनि आज त्यहाँ सीताराम सदानन्द मन्दिर रहेछ। हामी एकछिन यसो घुम्छौँ। आइपुग्यौँ, धेरै टाढा रहेछ, 3-4 घन्टा लाग्ने। टाढा त होइन कि 3-4 घन्टा हो, तर देख्न सक्नुहुन्छ जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट हेर्नुहोस्। टक्क भोजपुर जिल्लाको चाहिँ अब दिङ्ला भन्ने ठाउँको एरियाहरू। हामी धेरै कठिनाइ यात्रा पूर्वक यहाँ आइपुग्न सफल भयौँ। बाटो त धेरै गाह्रो देख्न सक्नुहुन्थ्यो, तर अझै हामीले राम्रो बाटोको मात्रै भिडियो खिच्यौँ, नराम्रो कहिले खिच्न मिलेन, सकेनौँ। सरहरू हुँदै हुनुहुन्छ। बन्दै रहेछ मन्दिर, यहाँ बनाउँदै पनि रहेछन्। यता हरियाली बजार चाहिँ यति रहेछ, दिङ्ला बजार टक्क टक्कै यति रहेछ। यहाँ माथि चाहिँ एउटा स्कुल रहेछ। अनि सक्यो यहाँबाट उता फेरि छैन, जङ्गल हो। देख्न सक्नुहुन्छ यति नै हो ल बजार, दिङ्ला बजार। सरहरूको चाहिँ कुरा हुँदैछ, रमाइलो हुनुहुन्छ सरहरू, कुरा हुन्छ। ल त ढुङ्गा उचाल्नु, मेरो हातमा दुखेर भए त उचाल्थ्यौँ होला। जय श्रीराम। हात चाहिँ नचेपोस् है। जय श्रीराम। यो ढुङ्गा उचाल्नेले चाहिँ के गर्छ अरे? ढुङ्गा उचाल्नेले धार्मिक हुन्छ। ल मैले पुरा उचालेको थिएँ, अरू कसैले नउचाले। जय श्रीराम। जय श्रीराम, जय श्रीराम। साह्रो हँसाउनु भयो। जय श्रीराम, जय श्रीराम। हालिन्छ उ चाहिँ आउँदैन, के भएको त? जय श्रीराम भन्नु। जय श्रीराम एकचोटि हुनु भएन है सर। त बाइक चलाएर पर्दा रेस्ट गरेर रेस्ट गरेर पुरै हातैले काम गरेर छैन, हात गलिरहेको छ। मैले पोहोर चाहिँ कसरी गरेको थिएँ भने मुनि गरेर यसरी मन लगाइसके। म झन् के सक्नु मिल्दैन एकजनाले। होस्, मेरो त झन् म सक्दिनँ, हातले भर छैन। हात दुखेको, मेरो त हात दुखिरहेको छ नि त, फ्र्याक्चर भएको हात अझै निको भएन। दर्शन गरेर लाउनु पर्छ। म यहाँ बुवा खसिनु भइरहेछ मेरो, 45 दिन भएको छैन। अब गुरुबा पनि बिमारी हेर्न जानुहुँदैछ उता कान्छातिर। एसिया महादेशकै दोस्रो ठुलो वृक्ष यहाँको बाबाले भन्नुभएको। अनि यसको विशेषता चाहिँ धेरै छ, भन्न नसक्ने विशेषता छ। तर एउटा यस्तो हो कि जुन चाहिँ रामको श्रीमती हुँदाखेरि चाहिँ अशोक वाटिकाको रुक्मिणी चाहिँ 12 वर्षमा सुरक्षित भएको भन्ने थाहा पाइन्छ।
होइन नजिक रस्ता त्यो अशोक बारिकाको रुख चाहिँ उहाँ गुरुले 1900 कति सालतिर ल्याएर रोप्नु भएको अरे अब पण्डितजीको अनुसार गुरुजीको यहाँ मूर्ति बनाएर राखेको रहेछ। के नाम हो गुरुको चाहिँ? सदानन्द। ए नामै सदानन्द भएको? ए गुरुको नाम सदानन्द हो? ए त्यही भएर उसको नामै उहाँको नाम सदानन्द अरे, त्यही भएर गाउँपालिका सदानन्द गाउँपालिका बालागुरु सदानन्द। ए अनि उहाँको नामै बालानन्द सदानन्द हो, बालागुरु सदानन्द। सदानन्द। अनि त्यही भएर उहाँको भनेर म हाल्नु पर्यो फेरि बाढी जति आफ्नो चाहिँ होइन। ए मलाई बाढी चाहिँ आफ्नै जस्तो लाग्छ। त्यही त्यहाँ चाहिँ सहर हो दिङला चाहिँ भोजपुरको। हामी घुम्दैछौँ। अहिले चाहिँ हामी सदानन्द नगरपालिका दिङला घुमेर फर्किँदै भन्दा पनि घुम्दैछौँ। यो बाटो चाहिँ कहिल्यै पिगेर बाटो पनि बिग्रेको छ के भएको रहेछ यहाँको एरिया। अघि हामी देखाइले नि बजार त्यही हो। अनि माथि जाने पार्कहरू रहेछ, होटेलहरू खाजा खाने ठाउँ। अब जो जहाँ हुनुहुन्छ हेरेर रमाइलो लिनु होला, गर्नु होला र समय मिल्छ भने आउनु पनि होला घुम्नलाई होइन। आसपास हुनुहुन्छ भने कोही त अब भोजपुरतिर हुनुहुन्छ, सुन्तलेतिर हुनुहुन्छ, यता कतै हुनुहुन्छ भने चाहिँ तपाईँको लागि दिङला पनि एकचोटि अवलोकन गर्न आउनु होला। राम्रो छ ठाउँहरू। आइपुग्न चाहिँ बाटोहरू चाहिँ कठिनाइ नै छ, तर आइसकेपछि चाहिँ आउनुभएको सब अशोक वाटिका रुखहरू दृश्यहरू देख्दा, रामसीताको मन्दिर देख्दा चाहिँ मजा आउँछ क्या। बाइक रोक्नु भयो सरहरूले के भन्दै हुनुहुन्छ। अब यहाँबाट फर्काउनु पर्यो। खासै दिङलाको राष्ट्रिय बाटो चाहिँ ब्याङ्क चाहिँ यहाँ रहेछ। हाम्रा सरहरू फेरि राष्ट्रिय बाटो ब्याङ्क चाहिँ आइपुग्ने नै भन्नुभयो, किनकि उहाँहरू पनि त्यसैमा कार्यरत हुनुहुन्छ नि त। त्यही भएर आफ्नो कर्म कार्यालय चाहिँ हेर्न मन लाग्यो होला। त तिलक सर हुनुहुन्छ, फोटो खिच्नु उहाँलाई चाहिँ खुब इन्ट्रेस्ट लाग्छ। जहाँ पनि फोटो चाहिँ खिचिरहनुहुन्छ। हामी नागपोखरी रहेछ नि यहाँ चाहिँ होइन, नागपोखरी आइपुगेको छौँ। हेलो गाइज, हामी चाहिँ दिङलाको नागपोखरी आइपुगेका छौँ। हेर्नुहोस् नागहरू हुन्छ सर। दिङला बजार आइपुग्यो। एकदम बजार घुमौँ। हेलो, हामी चाहिँ अहिले भनिसक्नु भयो होला दिङलाको नागपोखरी छौँ। भोक लागिसक्यो, मलाई खाँदै दिनु भएन। लु बाइक अलिक साइड बनाएर राख्नुपर्छ, म मिलाउनुपर्छ होला जाने। त्यो चाहिँ दिङला बजारको झिलिमी छ। सरहरू फर्किँदै हुनुहुन्छ। यो चाहिँ दिङला बजार है।